नमस्ते सबैजनामा। आज मेरो सदाझै बिहानको ड्युटीमा छु र बेलुकैदेखि पानी परेकै मुसुलधारे पानी पर्दा पनि बिहान मैले सब्जीहरू गाडीमा लोड गरेर म पानी नै झरेँ। लगभग बजार आइपुगेँ। बजार आइपुग्दा त हरियो परियो त पुरै ताजा फ्रेस भइरहेको छ। यो चाहिँ के हो भने वर्षाको कारण म पसलमा आइपुगेँ र अब म यहाँ तरकारीहरू दिने गर्दछु र यहाँ मात्रै हैन, धेरै ठाउँ दिने गर्दछु र यो पसल चाहिँ मेरो अन्तिम पसल हो। यहाँ पुग्दा चाहिँ मेरो गाडी रित्तिन्छ। जब यहाँ गाडी रित्तिन्छ तब मात्रै म फर्कने कोसिस गर्छु र अहिले चाहिँ भने म अन्तिम पसलमा छु र फेरि फर्किँदा पनि अहिलेको दोकानमा पैसा त उठाउनै पर्यो, तेल त लाउनै पर्यो, तेल बेगर त गाडी कुद्दैन हैन। र मैले तेल लगाइसकेँ, पेट्रोल पम्पबाट तेल लगाएर अब भने म फेरि फिर्दा चाहिँ म काँकरभिट्टाको बाटो फिर्ने बेलामा छु। काँकरभिट्टाबाट फर्किँदै गर्दाखेरि चाहिँ मेरो यात्रा फेरि सुरु हुन्छ पेट्रोल पम्पबाट। म काँकरभिट्टातर्फ लागेँ र काँकरभिट्टा पुग्ने क्रममा एकदम भिडामभिड देखिन्छ, गाडीहरू सबै रोकिरहेको छ, वारिपारी अस्तव्यस्त देखिन्छ। मानिसहरू के रहेछ त भनेर मैले पनि गाडी रोकेर हेर्न गएँ र जाँदा त यहाँ त बेहाल पो देखियो। पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्ग त काँकरभिट्टा र इटाभाटाको बिचमा। यो खोलाको नाम चाहिँ काली खोला। काली खोलाले त ध्वस्तै बनाएछ। काली खोला त तल त हैन, माथि रोडमा कुदिरहेको देखिन्छ। ल हेरौँ त, बिजोग छ। दुईवटा गाडीले पानी काटिरहेको छ, सकिरहेको छैन, बेहालै बनाएको छ, अस्तव्यस्त छ। यहाँ धेरै यात्रुहरू बिचल्ली भएको छ, गाडीहरू। त्यसमध्ये म पनि बिचल्लीमै परेँ। मानिस त एक घमण्डी नै हो नि, घमण्डी धेर गर्नु हुँदैन नि। घमण्डी गर्दाखेरि हालत आफ्नो यस्तै हुन्छ है। र यो खोला त काली खोला हो, यो त माथि कुदिरहेको छ र यात्रुहरू भने पारी काँकरभिट्टा पूर्वतर्फ र पश्चिमतर्फ दुईतर्फ बसिरहेका छन्, बिचल्ली छ। ल तपाईँलाई धन्यवाद। ल के को यो अब भने सर्टकट बाटो बगनबाट छिरे। गेटमा पाले दाइलाई अनुमति मागेर नभन्दै म भित्र काँकरभिट्टा आइपुगेँ र काँकरभिट्टाबाट पनि उकालो लागेँ र काँकरभिट्टाबाट अस्तव्यस्त नै देखिन्छ। वरिपरि हेर्दाखेरि खेतहरू, खेतीपातीहरू बिचल्ली छ। खत्रै पानी आएको, डेन्जर पानी आएको, पहाडको लेदोसरीको पानी कुदिरहेको छ यहाँ त हेर्नुहोस् त। र त्यति मात्रै होइन, यहाँ त घर नै डुबाउ भइसकेको छ र मेरो यात्रा अगाडि बढ्छ। अब मेरो एउटा काम बाँकी छ। अब फेरि म यहाँबाट भित्र छिर्छु र यहाँ त भित्र जानै पर्छ। यहाँ तपाईँहरूलाई पनि म देखाउने छु। र यहाँ चाहिँ एउटा गाउँ छ र यो गाउँमा एकजना व्यक्तित्व हुनुहुन्छ र यो घर हो र कुनै घर जस्तो देखिन्छ, तर यहाँभित्र विस्तृत कुरा रहेका छन्। आफ्नै गाउँमा आफ्नै ठाउँमा के गरौँ भन्ने लक्ष्य लिनुभएका एकजना अङ्कल हुनुहुन्छ, एकजना व्यवसायिक। यहाँ चाहिँ फेरि आफ्नै देशमा के गरौँ भन्ने उद्देश्य बोक्नु भएको एकजना अङ्कल हुनुहुन्छ। यहाँ चाहिँ उहाँको फ्याक्ट्री अनि अँध्यारोमा ए ठिक छ। फ्याक्ट्री खोलेको छ। यो चाहिँ के फ्याक्ट्री भन्नु छ भने नुडल्स फ्याक्ट्री, हार्डवेयर गर्नु चाहिँ। यो चाहिँ हामी नियमित रूपमा लाने गर्छौँ। थुक्पा पनि भन्छौँ त होइन। ल मिठो नास्ता उहाँले प्राय सबै होटलहरूलाई दिने गर्नुहुन्छ र म पनि यहाँबाट लाने गर्छु। ल अङ्कल मलाई 4-5 वटा हालिदिनु। हस्, आजको यात्रा यहाँ अङ्कलकोमा आएर सिद्धो। कुनै बेला म तपाईँसँग म परिचय गराउँछु।